श्री राम कृष्ण जगन्नाथम प्रेमानंदी ये क्या हुआ। हाँ हो साथीहरू, यसले जनकपुर बोल्सको फ्यानहरू चाहिँ यही सोच्दै होला, आखिर हामीहरूसँग भयो त भयो के। पछिल्लो सालको डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्स आज पहिलो म्याचमा नै परास्त भएका छन् काठमाडौँ गोर्खासँग। पहिलो ब्याटिङ गर्दाखेरि जनकपुर बोल्सले 130 रनको टार्गेट दिनुभएको थियो अरे, तर उहाँलाई चाहिँ डिफेन्ड गर्न सक्नु भएन। आज जनकपुर बोल्सको ब्याटिङ हेर्दाखेरि लागिरहेको थियो उहाँहरू आज छिटोको मुडमा आउनुभएको छ, छिटो गर्ने र जाने। यसलाई सम्हाल्नु भनेको 2 जना मात्र आज निकै नै राम्रो खेल देखाउनु भएको थियो, नासिब शेख र मयन यादव। उहाँ दुवैजनाले जनकपुर बोल्सलाई निकै नै राम्रो टोटलसम्म पुर्याउनु भएको थियो, तर अरूजना चाहिँ आज छिटो गरौँ घर जाम यस्तो मुडमा हुनुहुन्थ्यो। तर आज हाम्रो बर्थडे बोय क्याप्टनज्यू अनिल शाहज्यू उहाँले चाहिँ 0 रन बनाउनु भएको थियो, उत्कृष्ट क्याच समात्यो त अनिल शाहको। त्यस्तै गरी काठमाडौँ गोर्खासको बलरहरूले आज जनकपुर बोल्समाथि अलिकति पनि दया माया राख्न भएन। उताबाट मिलन कुमारले 3 विकेट 4 ओभरमा 15 रन दिएर लिएका छन् भने त्यस्तै जनकपुर बोल्सको कुरा गर्दाखेरि काठमाडौँ गोर्खासले आफ्नो टोटललाई चेस गर्दाखेरि अलिकति पनि दया माया राख्नु भएन। उहाँले आउँदाखेरि नै ताबडतोब ब्याट्सम्यान चार्ल्स वर्थले 25 गेन्दमा 46 रन, त्रिपाठीले 39 रन, यस्तै गरी 18 ओभरमा चाहिँ 130 रन चेस गरिदिनु भयो त। यही भन्दै होला जनकपुर बोल्स हे हरिराम कृष्ण जगन्नाथम प्रेमानंदी, आखिर हुआ तो हुआ कैसे हो। त्यही आजको म्याचमा यही सबै आज हट न्युज थियो भने मिलन कुमार आजको म्यान अफ द म्याच भयो। त्यसै गरी भोलि 2टा म्याच रहेको छ, एउटा 11:45 र अर्को 4 बजेदेखि विराटनगर किङ्स भर्सेस पोखरा एभेन्जर। पहिलो म्याच चाहिँ चितवन राइनोज भर्सेस कर्णाली याक्स रहेका छन्, जुन कि निकै नै राम्रो म्याच हो। तर विराटनगर किङ्स फ्याब डुप्लेसिस आहा कति रमाइलो हुन्छ भोलि उहाँलाई ब्याटिङ गर्दा हेर्दाखेरि। ल यस्तै न्युजको लागि तपाईँ इन्फोलाई सब्सक्राइब गरिबस्नु, लाइक गरिबस्नु, आफ्नो भाइलाई माया गर्नु। सबै न्युज तपाईँ सामु म पुर्याउन कोसिस गर्छु। ल आजको लागि धन्यवाद। बिहान फेरि भेटिन्छौँ पहिलो म्याचको अन्त्यमा। ल गुड बाई, टाटा।